कति दिनदेखि चाहिँ यो भाइरल ब्रेड पुडिङ भन्छ होइन यसलाई, हो यो चाहिँ एकदम ट्राई गर्नु मन लाग्थ्यो मलाई। त्यही भएर हिजो चाहिँ मैले घरमा ट्राई गरेँ। त्यसको लागि चाहिँ सुरुमा हामीले ब्रेडलाई टुक्रा पार्ने, अनि अन्डा राख्ने, दुध राख्ने, अनि चिनी राख्ने, अनि त्यसलाई चाहिँ मजाले मिक्सरमा ब्लेन्ड गर्ने। ब्लेन्ड गरिसकेपछि चाहिँ यो पातलो हुन्छ, अनि त्यसलाई चाहिँ छुट्टै राख्ने होइन। अनि त्योभन्दा अगाडि चाहिँ हामीले सुरुमा चिनीलाई मजाले भुटेर क्यारामलाइज गर्ने, यस्तो हुन्छ नि। यसलाई चाहिँ एकछिनसम्म सेलाउन राख्नुपर्छ। सुरुमा यो राखेर पछि त्यो ब्लेन्ड गर्दाखेरि चाहिँ सजिलो हुन्छ। अनि यो अलिकति सेलाइसकेपछि चाहिँ मिक्सरलाई चाहिँ त्यो अघिको मिक्सरलाई छानेर यसरी चाहिँ मजाले यसमाथि राख्ने होइन। अनि मेरो घरमा चाहिँ ओभन थिएन, त्यही भएर मैले चाहिँ यो जुक्ती लगाएर, आइडिया लगाएर यसरी पानीमाथि राखेर चाहिँ बाफेर बोइल हुन दिएको थिएँ। 25 मिनट जति लाग्दो रहेछ, 20-25 मिनट लाग्दो रहेछ। पाकिसकेपछि चाहिँ यसलाई उल्टाएर हेर्दाखेरि त डर पनि लागिरहेको थियो कि हुन्छ कि हुँदैन भनेर, तर मजाले भयो। अनि मैले चाहिँ ट्राई गर भनेर काटेर चाहिँ सबैलाई टुक्रा टुक्रा पिस बनाएर चाहिँ सबैलाई टेस्ट गर्न दिएको थिएँ। त्यो मिठो हुँदो रहेछ, अलिक गुलियो चाहिँ बढी हुँदो रहेछ। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ।